एकदम राइट ल मामा सारी दिनु है सबैजनाले भोजनमा बसेर चाहिँ यसरी दिने काम गर्नु है अब सबैजना मम्मीको ग्लास का छ यहाँ सबैले सानो कान्छी पाइहाल्छ है कोखा कान्छ खाने चाहिँ कोका देखि पाइहाल्छ पानी चाहिँ कस्तो हो कस्तो थाहा पिरो अचार त खानु हुँदैन पर्छ छ्यामाले यो चाहिँ चम्ची चम्ची ए स्वाङ पानीको आवाज ए कुरो जस्तै हो हजुर के चाहियो बिचरा दुईजना एउटै तरकारी आउने यो अचार हाल्नु पिरो अचार ल हामी खाना खायो है बुहारी हुन्छ पापा भोलि बिहान भन्नु न चाहिँ ल मामा पानी हाल्छु ल हुन्छ कोक चाहियो कोक पनि भन्नु ल कोक खानु कि पानी दिनु भयो मलाई कन्फ्युज भयो यो सकेर फेरि कोक खानु जेरा काट्छ हजुर के हो ए खानु के छ पानी ए दङ्गा खाऊ ल कोक हाल्नु पानी हाल्नु कोक हाल्नु उताबाट फर्किँदै छोडे भन्दै थियो घर गएर मात्रै आउँछ अरे उनीहरू त ढिला हुन्छ सर्टिनीलाई भेट्न सन्देश त्यो गाडीमा परे कतिखेर कोक हाल्यो 7 बजिसक्यो के भन्छ पानी 7 बजेर 5 मिनेट गइसक्यो खाखाइदिनु कोक हाल्नु त्यही आज भोलि उज्यालै हुन्छ त्यही भएर थाहा हुन्न समय त गइसक्यो जाडो महिनामा भए त सुत्ने बेला भयो नानी अहिले लामो दिन भएर भन्नु त्यतिखेर त अति नै 7 वर्षको अब यो फेरि आशा 15 दिन अलिकति जान्छ नि अब त्यति नै खाएर हुँदै जान्छ अब अब लामो आशा 15 देखि उठ्छ गयो दिन चाहिँ छोटो हुँदै जान्छ हुन्छ ल लाइन भन्नु ल जहिले आउनुहुन्छ छ्यामा अचार दागहरू के भन्नु ल भाइ के चाहियो भन नलजिकन ल अब यसो म अरू पानी मिलाउँछु ल नि जानुभएको थियो दाइ र आज चाहिँ भाइहरू पनि गएछ कि कति साह्रो समय त अब 1 महिना छ भने आइरहेछ साउनमा जानुहुन्छ ए त्यसो भए त बेला बेलामा यसो आएर गफसफ गर्नु त हुँदो रहेछ आउनु नि यसो